नमस्कार, कपिल वस्तु दर्पण न्यूजको विशेष संवाद कार्यक्रममा यहाँलाई स्वागत छ। आज हामीसँग हुनुहुन्छ झिनामावि महाराजगञ्जका प्रधानाध्यापक, म्याथका हिरो, आइक्यू प्रशिक्षक प्रेम सर। स्वागत छ सर तपाईले आजको हाम्रो यस विशेष संवाद कार्यक्रममा। धन्यवाद सर। सर तपाईले आफ्नो शैक्षिक जीवनको सुरुवात चाहिँ बोर्डिङ स्कुलबाट गर्नुभएको छ कि सरकारी स्कुलबाट? बोर्डिङबाट गरेको छु। बोर्डिङ स्कुलबाट गर्नुभएको छ। सर पहिलो दिनको अनुभव कस्तो थियो? तपाईले पहिलोपटक पढाउन निम्ति कक्षा कोठामा छिर्नुभयो, त्यसको अनुभव बारे हामीलाई बताइदिनुहोस्। पहिलो दिनको अनुभव भन्दाखेरि पनि सर मैले अब सामुदायिक विद्यालयबाट पढेको, नेपाली मिडियमबाट पढेको, अङ्ग्रेजी माध्यममा क्लास मेरो पहिलो क्लास भनेको कक्षा 9 मा थियो सर, क्लास 9 मा थियो। पहिलो क्लास अहिले पनि याद छ सर मलाई, क्लास 9 को प्रॉफिट एन्ड लस टपिक थियो र त्यो म पढ्दाखेरि नै त्यसको बारेमा मलाई अलिकति राम्रै जानकारी थियो, त्यसकारण मलाई खासै आतुर पर्ने अवस्था थिएन सर। पढाउन निम्ति त थुप्रै विषयहरू छन्, तर तपाईँ गणित विषयको नै शिक्षक किन हुनुभयो? गणित विषय रोज्नुको कारण के छ भन्दाखेरि मलाई भाषागत विषयहरू भन्दा पनि गणित जुन लजिकल कुराहरू छन् त्यो बुझ्न अलिकति सजिलो हुन्थ्यो र बुझाउन पनि सजिलो थियो मलाई लाग्थ्यो। त्यसकारण गणितमा मेरो सुरुदेखिको रुचि नै बढी भएकोले गर्दा मैले त्यो विषयलाई अध्यापनको विषयको रूपमा रोजेको छु। विद्यार्थीहरूलाई सबैभन्दा अप्ठ्यारो लाग्ने विषय चाहिँ गणित विषय नै हो। वास्तवमा के गणित अप्ठ्यारो विषय हो? होइन सर, विषय कुनै पनि अप्ठ्यारो हुँदैन। बच्चाले कुनै कुरा बुझेन भने उसलाई कठिन लाग्नु स्वाभाविक हो। जसलाई पनि हामीलाई पनि कुनै कुरा बुझेन भने जतिसुकै सहज सरल भए पनि यदि बुझ्न सकिएन भने त्यो कठिन नै लाग्छ। त्यसकारण बच्चालाई पढाउनु भन्दा पनि सिकाउनेतिर यदि हामी लाग्यो भने र खास तौरले गणितका कुराहरू बच्चाहरू सानैदेखि तिनीहरू गणित सिकेका हुन्छ। कसरी सिकेका हुन्छन् भन्दाखेरि तपाईँ सानो बच्चालाई पनि हेर्नुहुन्छ भने उसले सानो ठुलो धेरै थोरै भनेर छुट्याउन सक्छ। त्यसको मतलब गणितीय नलेज, गणितका जुन ज्ञानहरू छन् त्यसभित्र छ। थोरै हामीले के गर्नुपर्छ भन्दाखेरि सहजीकरण गरेर त्यसलाई अलिकति सिकाइदिन पर्छ र सिकाउँदाखेरि पनि अलिकति झर्को नमानिकन र उसले उसको रुचि कुन साइडतिर देखिन्छ त्यो साइडलाई गणितसँग जोडेर अलिकति सिकाइयो भने त्यसलाई पनि रुचि लाग्छ र सिक्न पनि सहज हुन्छ, सरल हुन्छ। जस्तो मलाई लाग्छ। विद्यार्थीहरूमा जुन डर छ गणित विषयलाई लिएर त्यसलाई कसरी खत्म गर्न सकिन्छ? त्यो गणितको डर भनेको यो अलिक पहिलादेखि नै चल्दै आएको एउटा समाजमा मिथ्या हो सर। म्याथ कठिन विषय हो, गणित धेरै गाह्रो लाग्छ, धेरै गाह्रो हुन्छ, गणित पढाउने सरहरू धेरै पिट्नुहुन्छ भनेर यस्ता धेरै मिथ्याहरू पहिलादेखि छन्। तर त्यस्तो रहेनछ कि पहिला के हुन्थ्यो भन्दाखेरि त्यति शैक्षिक सामग्रीहरू पनि खासै प्रयोग नगरिकन शिक्षण गर्नुहुन्थ्यो सर। ज्ञानहरू उपलब्ध पनि थिएन होइन, त्यसकारण त्यति बेला गणित अलिकति गाह्रो लाग्यो होला। र अहिले के छ भन्दाखेरि गणितलाई रोचक तरिकाले पनि सिकाउन सकिन्छ। त्यसका लागि आवश्यक शैक्षिक सामग्रीहरू पर्याप्त हुन्छन् र अहिले चाहिँ डिजिटल टुल्सहरू पनि तमाम छन्। त्यसमार्फत पनि विद्यार्थीहरूलाई गणितलाई सरल, सहज र अलिकति प्रभावकारी तरिकाले सिकाउन सजिलो छ। त्यसकारण अहिले त खासै गाह्रो छैन सर। फरक क्षमता भएको विद्यार्थीहरूलाई कसरी सबै विद्यार्थीहरू जस्तै समान रूपमा सिकाउन सकिन्छ? त्यो फरक क्षमता हुनु स्वाभाविक कुरा हो। कक्षा कोठामा एउटा क्विक लर्नर हुनु, स्लो लर्नर हुनु त्यो एउटा स्वाभाविक कुरा हो, हुन पनि हुन्छ र रहन्छन् पनि सर। अब सबै चाहिँ एउटै प्रकृतिका, एउटै क्षमता भएका विद्यार्थीहरू हुँदैनन्, एउटै परिवेशबाट आएका विद्यार्थीहरू पनि हुँदैनन्। त्यसकारण त्यस्तो हुनु एकदम स्वाभाविक हो। र हुन के गर्छौँ कि हामी भन्दाखेरि तर अब मान्नुहोस् बच्चाहरू कोही क्विक लर्नर रहेछ, चाँडै सिकिरहेछ, त्यो ठिकै छ। एकचोटि हामी पहिला पढाउँछौँ, पढाइसकेपछि के हुन्छ भन्दाखेरि अब जो अलिकति स्लो लर्नर रहेछ त्यसलाई पनि अब मौका हामी दिन्छौँ। अब केही क्वेसनहरू छ भने सोधा तिमीले होइन, त्यस्तो केही रहेछ भने त्यसले पनि टार्गेट गराएर हामी पढाउँछौँ। र त्यति गर्दा पनि यदि उसले सिक्न सकिरहेको छैन भने हामी के गर्छौँ भन्दाखेरि यी कक्षा कोठामा पनि एउटा चाहिँ ग्रुप डिभाइड गरिदिने र यो चाहिँ ग्रुपले अब एउटा साथीले अर्को साथीसँग सिक्ने पनि वातावरण हामीले क्रिएट गरिदिनुपर्छ। त्यस्तो भयो भने कुनै कुरा के हुन्छ भन्दाखेरि विद्यार्थीहरूले हामीबाट सिक्नुभन्दा बच्चाहरूबाट आफ्नो साथीहरूबाट सिक्न चाहिँ सजिलो मान्छन्
त्यस्तो चाहिँ इन्भाइरोमेन्ट क्रिएट भयो भने स्लो लर्नरलाई पनि फाइदा धेरै हुन्छ त्यसमा। अन्य विषयको तुलनामा गणित पढाउने शिक्षकले बढी परिश्रम गर्छन्। तपाईँले एक दिनमा लगभग म्याक्सिमम कति समयसम्म पढाउनु भएको छ? मैले एक दिनमा म्याक्सिमम 19वटा पिरियडसम्म पढाएको छु सर, यही तौलियामा पढाएको छु। तर गणित अरू विषयको तुलनामा गणित शिक्षकहरू चाहिँ मेहनती हुन्छन् पनि, मेहनतीका छ पनि। पढाउने बेला मात्रै होइन सर, पढ्ने बेलामा पनि यहाँहरू चाहिँ धेरै मेहनत गरेर पढ्नु भएको छ अरू विषयको तुलनामा। अरू विषयको तुलनामा चाहिँ गणित र विज्ञान पढ्ने शिक्षक सरहरू हुनुहुन्छ, म्यामहरू हुनुहुन्छ, उहाँहरू चाहिँ अवश्य नै बढी मेहनत गर्नुभएको छ। किन भन्दाखेरि अहिले भन्नुभयो भने तपाईँले कि गणित पढ्ने बेलामा चाहिँ अलिकति गाह्रो मान्नु, यसलाई अप्ठ्यारो मान्नु एकदम स्वाभाविक। गणित र विज्ञान पढ्ने विद्यार्थी भन्नु भनेको नै क्लासको अलिकति राम्रो र अव्वल विद्यार्थी हुन्थे। पढ्ने बेलामा पनि राम्रो मेहनत गर्थे, पढाउने बेलामा पनि राम्रो मेहनत गरिरहेछ। तर पनि रिजल्ट आउने बेलामा मुख लुकाएर जानु भन्नु भनेको यही गणित विज्ञान मास्टरहरूले। उहाँहरू चाहिँ एकदम हुन्छ। अब रिजल्ट आयो भने म्याक्सिमम फेल हुनु भनेको गणित र विज्ञानमा हो। अब बिचरा मेहनत पनि धेरै गरिरहेछ, कोचिङ पनि भएको छ, पढाएको छ, तमाम एक्टिभिटिजहरू पनि गराएकै छ। रिजल्ट आउने बेलामा सबभन्दा बढी फेल हुनु भनेको गणितमै हो। पढ्ने बेलामा पनि उही मेहनत गरेको थियो, पढाउने बेलामा पनि मेहनत गरिरहेछ, तर नतिजा भनेको अरू विषयको तुलनामा कम हुन्छ। जसले गर्दा प्रशासनबाट पनि गाली खाने, पालिकाबाट पनि गाली खाने, जस्ता अभिभावकहरूबाट पनि अलिकति गाली खानुपर्ने अवस्था हुन्छ न। त्यसकारण अब यो गणितलाई थोरै प्रमोट गर्नको लागि मैले के मेरो विचार के छ भन्दाखेरि अलिकति गणित र विज्ञान विषयका शिक्षकहरूलाई, सरम्यामहरूलाई थोरै राज्यले पनि अलिकति विशेष सुविधा दिनपर्छ। अलिकति विशेष किसिमको तालिम र अन्य आर्थिक सुविधा भए पनि, भौतिक सुविधा भए पनि तालिम त्यस्तो भयो भने अलिकति विशेष रूपले नै ट्रिट गर्नुपर्छ। नत्र केही समयमा गणित र विज्ञान पढाउने शिक्षकको एकदम हाहाकार हुनेछ। गणितको प्रोडक्सन पनि अहिले छैन, धेरै न्यून छ, एकदम न्यून छ। त्यसकारण भएका जुन जनशक्तिहरू छन् त्यसलाई अलिकति म्याक्सिमम युटिलाइज गर्नको लागि सरकारले पनि अलिकति विशेष निगरानी गरिदिन पर्छ गणित र विज्ञानका शिक्षक।